ल हेलो एन्ड नमस्ते। ल आज चाहिँ हामी यहाँ के अरे शनिबारको दिन यसो हाम्रो एकजना साथीलाई साह्रै डुल्नु मन लाग्यो अरे, अनि हामी डुल्दिन आएको छौँ। यहाँ स्पोन्सर्ड बाई विदेशमा भएको साथी है। हाइकिङ मेरो चाहिँ फर्स्ट टाइम हो यो चुली पोखरी। यहाँ बाटामा नुहाउनु मन लाग्यो भने यस्तो पनि राखिदिएको रहेछ। यहाँ नुहाउनु मन लाग्यो भने यस्तो पनि राखिदिएको रहेछ। यहाँ राम्रो छ सुविधाहरू। विदेशको साथीलाई धेरै धेरै धन्यवाद। स्पोन्सर गरिदिनु भएको छ। कहिले काहीँ यसो ट्रेकिङमा काहीँ घुम्नु मन लागेको छ भने भनिहाल्नु, हामी कोही सामान बोकेर कुदिहाल्छ। कहाँ घुम्न मन लाग्छ? एभरेस्ट छ कि अब अहिले नयाँ चलिरहेको पूर्वमै घुम्छु भने कञ्चनजङ्घा पनि छ, नत्र शिवधारा मकालु बरुण पनि छ है अप्सनमा। एकचोटि हेरौँ, भिडियोहरू हेरौँ, कहाँ जान मन लागिहाल्छ भने भनिहाल्नु है। हामी रेडी छौँ। चारजना त बनाइकै हाल्छ। ल हामी चाहिँ कुन ठाउँ हो यो? कुन ठाउँ भने चुलीपोखरीको बिचको बाटो हो। कुन ठाउँ अरे? चुलीपोखरीको बिचको बाटो हामी चाहिँ यहाँ पुगिसक्यौँ। पुरा भ्यू हेर्नु सक्नुहुनेछ। एउटा गोठ आउन आँटेको छ यसपछि। हो गोठमा गएर खानुपर्छ। हाम्रो त्यो आएपछि खानुपर्छ हामी। के अरे विदेशदेखि स्पोन्सर आएको खानेकुराहरू। हाम्रा साथीले कम त माया गर्छन्, अनि यहाँ खानु बिचरा उसलाई घुम्नु मन लागेर हामी गइदिरहेको छौँ। हामी पनि बुझ्छौँ। यहाँ फोटो खिचिसक्यो केटाहरूले। अब हामी लाऊ भाइ हान्देऊ गुल्लेली, हान्देऊ गुल्लेली। ओ भत्ते गर्ने बडो जति गर्ने औरा त लौरा भयो। हिँडेको तर पनि आइपुगेन चुली पोखरी। गाडी हिँड्ने बाटो त आएको छैन। चुली पोखरी कुरा गर्छ। गलिसकेँ म त गलिसकेँ साँच्ची होइन। अब गएर डाइटमा चाहिँ फेरि भात खाएको छैन। फेरि कति भइसक्यो? 12:30 भइसक्यो। ए भगवान्, अनि कहाँ हुन्छ यसरी? अनि बिचरा म कहिले पुग्ने सर हामी? 90-75। ल फाइनली चुली पोखरी आइपुगिसक्यो हामी। चुली पोखरी आएर यहाँ हामी मही खाँदैछौँ। हामी यहाँ के खाँदैछौँ? चोकपाई खाँदैछौँ। यो चाहिँ रियल चोकपाई है। आज डाइट कि माथि हो आज। ए थ्याङ्क यू भन्दै बिर्सेको छु। थ्याङ्क यू थ्याङ्क यू है विदेशमा भएको साथी। धेरै धेरै सम्झना माया छ है साथीलाई। खाएर सम्झिराख्नु ल हामीलाई। हामी जान्छौँ यसरी घुम्नु। हाम्रो विदेशमा भएको साथीलाई धेरै धेरै थ्याङ्क यू है यो स्पोन्सर गर्नुभएकोमा। अब आगामी दिनहरूमा जानु मन लाग्यो भने हामीलाई भन्नु। हामी सम्झिनुहोस् होला। हामी रेडी छौँ। थ्याङ्क यू है। थ्याङ्क यू ल चुली पोखरीको यात्रा पनि सक्यो, समाप्त भयो। अब हामी फर्केको। थ्याङ्क यू। ठ्याक्क 2 बजे पुग्यो त हामी। ठ्याक्क 2 बजे है। ल धेरै धेरै धन्यवाद छ विदेशी मित्रलाई।
यो सानो ट्रेक स्पोन्सर गर्नुभएकोमा धन्यवाद होइन। यस्तो छ चुली पोखरी। चुली पोखरी यस्तो छ यहाँ हेर्नु होला। हामी 4 जना सहभागी। धेरै चेन्ज भइसक्यो चुली पोखरी। धेरै चेन्ज भइसक्यो। यस्तै छ यहाँ। कहाँ छुट्यो साथी सङ्गी कहाँ छुट्यो पैसा जिन्दगानी जति बुझ्यो नबुझिने रहेछ। यी दिन गए यी दिन आए मै खाने गालामा दारी पलाए नाथेउमे जाँदो रहेछ हातैमा गन्दा गन्दै हेर्दा हेर्दै बुढो भयो भाइ। ल अब चाहिँ अन्तिम यहाँ चिसो पानी छोडिदिएको छ हाम्रो लागि भनेर हामी यहाँ मुख धुन्छौँ अनि हामी लाग्छौँ। ल मुख सुख धोएर चाहिँ अब के अरे चुली पोखरीको हाइकलाई यहीँ समाप्त गर्दै हामी अब फर्किन चाहन्छौँ। वान्स अगेन धेरै धेरै धन्यवाद छ हाम्रो विदेशी मित्रलाई। तपाईँको यो स्पोन्सरले गर्दा हामी यहाँ आज चुली पोखरी सर्ट हाइक आउन सफल भएका छौँ। आगामी दिनहरूमा तपाईँलाई चुली पोखरी मतलब यस्तै ठाउँमा घुम्नु मन लाग्यो केही खानु मन लाग्यो भने ढुक्क हामीलाई भन्दा हुन्छ हामी गइदिन्छौँ। सम्झिनुहोस् होला हामीलाई केही खानु मन लागेछ काहीँ जानु मन लागेछ भने हामी रेडी छौँ त्यसको लागि। धन्यवाद बाई बाई।